छ्या छुट्टा जस्तो गरेर त्रिपल छ्या तेरिको छ्या अब हेलो नमस्ते दिस इज ह्यान्डर ब्लगर क्रिएटर फ्रम भोजपुर नेपाल र सबैजनालाई वेलकम छ मेरो वेलकम ब्याक टु माई युट्युब च्यानल। रासिमा बाख्रा गोठालो छ भन्दा पनि अब 2-3 दिनदेखिको मेरो बाख्रा गोठालो ड्युटी भइरहेको छ हैन। अनि त्यहाँबाट बाख्रा गोठालोमा चाहिँ हैन बोकाहरूको फाइटको भिडियो चाहिँ तपाईहरुलाई म देखाउने छु होला चाहिँ यो भ्लगमा चाहिँ। र अनि त्यहाँबाट अब 2-3 दिनको भिडियो त्यसमा चाहिँ अनि सबैजनाले खसी भर्सेस बोकाको उदो अब एउटा लाँदै कता पुगिन्छ नि अब चलाउँदै ठाडै झार्दै हेर्दै लग्यो तल पुऱ्यायो गाइज। खसीको फाइट, खसी र बोका, खसी भर्सेस बोका है गाइज। फाइट हुँदैछ यहाँनिर चाहिँ होइन आम्बो लाइट बल्दिराखेको रहेछ। हेलो साथीहरू, यस्तो भएर मेरो हात चाहिँ होइन हात काटेर चाहिँ यो चाहिँ रिमेम्बरको लागि सम्झनाको लागि यतिखेर मेरो हात काटेर हात बिजोग भएर राखेको छ। अब आज चाहिँ गोठालो छ होइन, मेरो कति दिन भइसक्यो हात काटेपछि, हात काटेको दिनदेखिको गोठालो बसेको होइन। गोठालो ड्युटीको गोठालो भएर निकै काटेको छ। फाइट देख्न सक्नुहुन्छ यहाँनिर पुरा नयाँ बोका भर्सेस खसीको फाइट भइरहेको छ यहाँनिर। रेफ्री पनि छ है साथीहरू, साइडमा एकजना रेफ्री पनि छ, एउटा रेफ्री पनि छ। छुट्याउने रेफ्री है यो चाहिँ, कडा है रेफ्री फेरि। छुट्टा जस्तो गरेर त्रिपल फाइट गर्छ क्या फेरि। कडा पर्छ है, कडा लडाइ चाहिँ फेरि। हिँड्नै भन्दैन हौ। Oh my gosh, त्यो लडाइ गरे गर्छ। डनहरू चाहिँ कस्तो साह्रो लडाइ गरेर अथवा भयो राम्रो अझै यिनीहरूको चाहिँ रेस्लिङ घमासान पऱ्यो है, घमासान। यिनीहरूको लडाइ पनि रोकिँदैन है। ला बाँकी बाहाजी के साह्रो लडाइ खर्च हौ, लडाइ पनि बाहारको तेरिको अब जितेर डन्डी खान्छ क्या तेरिको फेरि जात्रो छ क्या त्यो अर्को अस्तिदेखि हिजोदेखि त्यस्तै भएर पहिले पनि यस्तै गर्दै गर्दा चाहिँ फेरि बल्दैछ है के भएको पनि। कोही बेला त्यस्तै हुन्छ हाम्रो उता काली बाबुको
साथीहरू देख्नुहुन्छ अलिक पानी परेर भिजक भइरहेको छ यस्तो भइरहेको छ हालत चाहिँ कता गयो राम्रै आउँछ त जस्तो लागेन साथीहरू घाम पनि लागिरहेको छ पानी पनि परिरहेको छ है अहिले चाहिँ घाम पानी है पानी ल्याएको पानी ल्याएको तिमीले रोपेको पिपल मत